नमस्कार। रेडियो रूपान्तरण 106.3 मेगाहर्जद्वारा प्रसारित साप्ताहिक प्रस्तुति कार्यक्रम शैक्षिक दर्पणमा यहाँ सबैलाई स्वागत छ। म प्रस्तुता धनवीर महतो। त्यस्तै गरी यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको शुक्रबार साँझ 7 बजेदेखि सुन्न सक्नुहुनेछ भनेदेखि यसै कार्यक्रमको पुनः प्रसारण यहाँहरूले शनिबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले शिक्षा र समग्र शैक्षिक गतिविधिलाई जोडेर हामी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। सोही क्रममा आज पनि हामीले यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ र आजको कार्यक्रममा हामीले आमन्त्रित गरेका छौँ अतिथिको रूपमा त्रिभुवन नमुना माध्यमिक विद्यालय गौशालाका नवनियुक्त अर्थात् हिजो मात्रै चयन हुनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश महतोलाई हामी कार्यक्रममा स्वागत गरी उहाँलाई हामी केही तिता मिठा शैक्षिक जगतका कुराहरू गर्न चाहन्छौँ। अर्थात् भन्नुपर्दाखेरि उहाँ अध्यक्षमा चयन भइसकेपछि उहाँलाई अबको विद्यालयको समस्याहरू लगायत तमाम विषयवस्तुलाई कसरी समाधान गर्नु हुनेछ भन्ने कुरोको बारेमा जानकारी लिनका लागि उहाँहरूसित हामी समग्र रूपमा कुरा गर्न चाहन्छौँ। सर्वप्रथम उहाँलाई स्वागत गर्न चाहन्छौँ। सर्वप्रथम यहाँलाई स्वागत छ दिनेश सर। नमस्ते। यहाँलाई धेरै धेरै धन्यवाद, यहाँलाई धेरै धेरै बधाई र शुभकामना छ। अग्रिम कार्यकालको लागि शुभकामना समेत दिन चाहन्छु रेडियो रूपान्तरणको तर्फबाट। नमस्ते फेरि सबैजनामा। आज रेडियो रूपान्तरणमा हिजो भर्खर म फेरि अर्को 3 वर्षको लागि समिति अभिभावकहरूबाट चयन भएको छु र सबै मलाई साथ दिनुहुने अभिभावकज्यूहरू र जति पनि हाम्रा यहाँका मित्रहरूले साथ दिनुभएको छ उहाँहरूलाई दिदी धन्यवाद दिन चाहन्छु। यसपटक यहाँलाई चाहिँ अभिभावक भेलाबाटै नै अध्यक्षको रूपमा चयन गरिदिएको छ सर्वसम्मति रूपमा, होइन? अब चाहिँ यो अध्यक्ष भइसकेपछि यो 3 वर्षको लागि यहाँ अध्यक्ष हुनुभयो, कस्तो अनुभूति भइरहेको छ? कस्तो मनमा कुरोहरू अहिले होला यसो गर्छु त्यसो गर्छु होइन धर्मजी, तपाईँले कुरा सही उठाउनु हो। अब के गर्नुहुन्छ? अब के छ, योभन्दा पहिला नगरपालिकाबाट 5.5 महिनाको जिम्मेवारी पाएको थिएँ हाम्रो टिममा, जस अन्तर्गत तपाईँले हेरिहाल्नुभयो कि हामीले जुन पहिला पनि तपाईँसँग स्टुडियोमा आएर हामी कुरा गरेका थियौँ। हामी काम गरेर देखाउने मान्छे हो, काम हुन्छ। हुन पनि वास्तवमा तपाईँ जहाँसुकै जानुहोस्, जुन सेक्टरमा हेर्नुहोस्, तपाईँको काम राम्रो भयो भने तपाईँको लागि फेरि अवसर पाउँछ। यदि तपाईँले त्यो अनुसार गर्न सक्नु भएन भने सकिँदैन। जहाँ अबको प्लान धेरै छ। अब यो स्कुललाई एउटा नमुना स्कुललाई नमुना जस्तै बनाउने प्लानमा छु। त्यही अन्तर्गत पनि जुन कामहरू गरियो अभिभावकहरूले हेरेर जिम्मेवारी दिनुभएको छ। यसमा फेरि तपाईँले जोड्न चाहन्छु कि सबैभन्दा यो जुन हाम्रो कार्यकाल पिरियड थियो नि, त्यसमा जुन हामी काम गऱ्यौँ, तपाईँले हेरिहाल्नुभयो। अहिले त्रिभुवन माविको अवस्था, पहिलाको अवस्था अहिलेको अवस्था जुन चेन्ज भयो, हरेक कुरामा हामी परिवर्तन गऱ्यौँ। पढाइ लेखाइदेखि लिएर तपाईँको रिजल्टहरू योचोटि हेर्नुहोस्। त्यही परिवर्तन यो छोटो समयमा परिवर्तन गर्न सक्यो भने अलिकति टाइम हामी माग्यौँ र त्यो अनुसारले टाइम अभिभावकज्यूहरूले दिनुभयो र यो पक्कै पनि अबको 3 वर्षमा यो एउटा यो क्षेत्रको राम्रो स्कुल बन्छ र हामीलाई सुवर्ण अवसर आएको छ। यसमा पक्कै नै राम्रो काम हुन्छ। यहाँले अघि नै भन्नुभयो मलाई अवसर प्रदान गरे भने अभिभावकहरूले, होइन? अवसरको साथसाथमा यहाँमाथि चुनौती पनि बढेको छ, यहाँमाथि जिम्मेवारी थपिएको छ। करिब 2000 अभिभावकको यहाँमाथि एउटा आकाङ्क्षा छ, यहाँमाथि एउटा भार छ। ती भारलाई कसरी पूर्ति गर्न चाहनुहुन्छ? पक्कै एकदम राम्रो कुरा गर्नुभयो धर्मजी। यो पक्कै जिम्मेवारीको कुरा हो, बिना जिम्मेवारीको कुरा हुँदैन। अहिले के तपाईँ सिचुएसनमा हेर्नु न, कति एउटा हामीले अहिलेको जुन म समितिमा सर्वसम्मतबाट चयन भयो अभिभावकहरूबाट। म पनि अभिभावक, तपाईँ पनि एउटा अभिभावक पनि हुनुहुन्छ, सञ्चारकर्मी हुनुहुन्छ, म पनि सञ्चारकर्मी छु। यो एउटा धेरै वर्षको इतिहास तोरिएको छ त्रिभुवन माविमा। अहिलेको अनुपातमा केही वर्ष अगाडिदेखि या त राजनीतिक भागभन्डा हुन्थ्यो, या त कसैको टिका लगाएर पाउँथ्यो र राजनीतिक नियुक्ति हुन्थ्यो, हेरिहाल्नुभएको थियो। त्यो धेरै दिनको इतिहास एउटा चेन्ज भएको छ। एउटा अभिभावकहरूमा जागरुकता पलाएको छ। त्यो पक्कै काम हेरेर पलाएको छ, यो त्यतिकै पलाएको छैन। रिजल्ट हेर्छ, मेरो भविष्य हेर्छ। तपाईँको बच्चा त्यहाँ पढ्दैछ, तपाईँ पनि पक्कै हेर्नुहुन्छ कि मेरो बालबच्चालाई राम्रो त्यहाँ अनुशासन सिकोस्, राम्रो वातावरण होस् स्कुलमा, स्कुल जस्तो होस्। त्यही भएर
अबको ढुक्क भएर यहाँका गार्जियनहरूलाई म फेरि भन्न चाहन्छु, तपाईँहरू अभिभावक अब हेर्नुहोस् न, यसचोटि हामीले सानो अवधिमा गरेको कामप्रति, चेन्जप्रति हेर्नुहोस्, 500 विद्यार्थी कुनै स्कुलमा भर्ना हुन्छ। यो सत्रमा हेर्नुहोस् 500 विद्यार्थी त्रिभुवन माविमा नयाँ भर्ना भएको छ। यो एउटा ठुलो च्यालेन्ज हो। यसलाई कसरी व्यवस्थित गर्ने, कसरी पढाउने, गुणस्तर सहितको कसरी बनाउने, त्यो च्यालेन्ज छ र यसलाई हामी स्वीकार्छौँ। र रिजल्टकै कुरा गर्दाखेरि योभन्दा पहिलाको रिजल्टमा जुन टेक्निकलको रिजल्ट भएको थियो, हामी सबैजना हेऱ्यौँ, त्रिभुवन माविबाट एकजना पास गरेको थियो। आज त्यही स्कुल छ, त्यही शिक्षकहरूले पढाएको छ, परीक्षा पनि त्यही ठाउँमा भएको छ, बर्दिवासै भएको छ सेन्टर। आज मोटामोटी जम्मा तपाईँलाई 41 जनामा 38 जना पास भयो। त्यो पढाएर मात्र पनि हुँदैन क्या धर्मी, पढाउनु त एकदम जरुरी छ। पढ्नु र जहाँ परीक्षा भइरहेछ त्यहाँको वातावरण कस्तो छ, भय त्रास छ कि छैन, विद्यार्थीले आफ्नो मनले लेख्न सकिरहेको छ कि छैन। अब हामी मानौँ पक्कै त 5 महिनामा त के त्यसलाई गोडेर पियाएको त छैन विद्यार्थीलाई, त्यो त पक्कै मेहनतकै फलस्वरूप एउटा वातावरणको। यसैको जनरल तिरको रिजल्ट हेर्नुहोस् राम्रो आएको छ। अब यसमा कस्तो छ कि कोही नाम लेखाएको मात्रै छ, पढ्न नआउने, एकैचोटि परीक्षा दिन आउने, त्यस्ता विद्यार्थीहरूलाई अलिकति अप्ठ्यारो, अलिकति रिजल्ट कम भएको त्यही कारणले। कति ठाउँमा गुनासो आयो कि तपाईँको स्कुलमा A+ आयो, एकैचोटि परिवर्तन हुँदैन। अब बिस्तारै बिस्तारै हामी क्वालिटी सुधार गर्छौँ। अब क्वालिटीमा ध्यान छ र अभिभावकहरूले पनि आफ्ना विद्यार्थीहरूलाई पढ्न पर्थ्यो। अब हामी त स्कुलमा पढाउने हो, सिकाउने, घरमा पनि केही कुराहरू अभिभावकले सिकाउन जरुरी छ। यहाँ वातावरणको कुरो गर्नुभयो। म कहिलेकाहीँ त्यो विद्यालयमा जाँदाखेरि के हेर्छु भनेदेखि एकातिर पढाइ भिडिएको हुन्छ, अर्कोतिर खेलकुद चाहिँ फिल्डमा चाहिँ भिडिएको हुन्छ। यसरी यो एकातिर पढाइ र अर्कोतिर खेलकुद हुँदाखेरि विद्यार्थीको यो चञ्चले मनलाई अलिकति यतातिर केन्द्रित नभएर विकेन्द्रीकरण गरिरहेको पाइरहेको हुन्छ। त्यो वातावरण कसरी सुधारिन्छ? अब यस्तो छ, यहाँको समाजलाई सबै कुराको जरुरी छ। यहाँ हामीले बाहिरको खेलको प्रतिबन्ध पनि लगाउन सक्दैनौँ र अब संरचनाहरू बन्दै गयो भने अटोमेटिक त्यो कुराहरू सुनिन्छ। र पढाइको बेलामा अब उपरान्त त्यहाँ कुनै प्रकारको कसैको खेल हुँदैन, बाहिरी खेल हुँदैन। पढाइ छुट्टी भएको बेलामा चाहे बिदाको दिनमा कोही बाहिरको विद्यार्थीहरू खेल्न जाओस्, चाहे त्यहाँका यहीँका लोकल जस्तै त्यहाँ छन् युवाहरू, तिनी खेल्न जान्छ भने छुट्टै कुरो। उहाँहरू पनि अब एउटा जिम्मेवारी, सिधै गएर खेल्ने उफ्रिने त्यो होइन। तपाईँ एउटा टिम लिएर आउनुहोस्, तपाईँ राम्रो कामको लागि हुन्छ भने त्यहाँ पाउनुहुन्छ, नभए पाउनुहुन्न भने अब सबै समितिको अब मिटिङ हुन्छ। यी कुराहरू हामी यहाँका अभिभावकहरूलाई, यहाँका भरभला आदमीहरूलाई पनि बोलाएर गर्छौँ। यसलाई कसरी राम्रो बनाउने त्यो आगामी दिनमा यो स्योर हुन्छ। जनरल तर्फ त जस्तो तसो राम्रै छ, उत्कृष्ट नै छ यो विद्यालय, यो पालिकामा भन्दाखेरि। यो यहाँको विद्यालयमा चाहिँ एउटा सुस्त मनस्थिति भएका बच्चाहरूलाई पनि पढाइ भइरहेको छ। ती बच्चाहरूमा चाहिँ जुन करिब 15 जना बच्चाहरू छ, ती बच्चाहरूको आफ्नै आफ्नै समस्या छ, आफ्नै आफ्नै पीडा छ। उनीहरूको आवासीय सहितको व्यवस्थापन गरेको छ, तर सन्तुष्ट उनीहरू पक्कै छैन। त्यसलाई सन्तुष्ट कसरी पार्छ? एकदम राम्रो कुरा धर्मीजी। सबभन्दा पहिला जब हामी 5 महिना कार्यकालमा गयौँ, उनीहरूको समस्या तपाईँलाई पनि म बोलाएर लगेँ। हेर्नुहोस् कस्तो समस्या छ, समस्या छ, तर त्यो समस्यालाई अलिकति व्यवस्थित हुने काम भएको छ। भवनको अप्ठ्यारो छ त्यहाँ। अब पछिल्लो कसले के गर्यो भन्न सक्दिनँ, तर त्यहाँबाट एउटा भवनको लागि आएको पैसा पनि फ्रिज भयो। दुर्भाग्य हाम्रो हो, स्कुलको दुर्भाग्य हो। यदि त्यो भवन बनेको भए आज तिनीहरूको अवस्था त्यस्तो हुने थिएन। त्यहाँ एकदम साङ्ग्रो छ, त्यसमै सबै बस्नुपर्ने हुन्छ। सानो सानो 2टा रुम छ, एकातिर गर्ल्सहरू हुन्छ भने एकातिर बोइजहरू हुन्छ, र एउटा मान्छेले हेर्नुपर्ने हुन्छ। त्यहाँ अलिकति वातावरण अब चाहिँ म सबभन्दा छिटो त्यसमा ध्यान दिन्छु, किनभने हाम्रो त्यो पनि चुनौती हो। र अलिकति सबै त सबै भनिहाल्नु हो, यिनीहरू विशेष फोकसमा अब मेरो विचार छ स्कुलको आन्तरिक आमदानी पनि एउटा माथि एउटा तल थपेर हुन्छ कि ट्रस्ट लगाएर हुन्छ। सबभन्दा पहिले यिनीहरूलाई व्यवस्थित दिन, किनभने राम्रो मान्छेको त सबै छ, अलिकति भगवान्ले नै उसलाई त्यस्तो दिएको छ भने तिनीहरूको लागि पनि हामी एकदम राम्रो गर्छौँ। यसमा अब ती बच्चाहरूको लागि हल्का प्रसङ्ग चाहिँ म जान चाहन्छु। बच्चाहरूमा यो अनुशासित भए पनि त्यहाँको वातावरणले उनीहरूलाई बिगारेको हुन्छ। अर्थात् भन्नु पर्दाखेरि उनीहरूले अब यस्तो गर्मीको मौसममा पनि पङ्खा जस्तो व्यवस्थापन नभएर उनीहरू गुनासो पोखेका छन्।
ठन्डीको समयमा उनीहरूलाई लाउने जुत्तामा पनि समस्या भइरहेको हुन्छ। जब आवासीय रूपमा विद्यालय सञ्चालन गर्नुहुन्छ भनेदेखि यतातिर यी समस्याहरूप्रति स्थानीय सरकार भयो, प्रदेश सरकार भयो, लगायत सङ्घीय सरकार भयो, यिनीहरूको ध्यान किन यतातिर फर्किरहेका छन्? एकदम राम्रो कुरा गर्नुभयो तनवीरजी। यो सबभन्दा पहिला यहाँका स्थानीय सरकार, वडा सरकार छ। हामीले तपाईँले कुरा गर्नु भने यसोटिको जाडोमा पनि म जाने बित्तिकै उनीहरूलाई एक जोड कपडा हामीले निःशुल्क स्कुलबाट उपलब्ध गराइदियो। र त्यति अब गार्जियनहरूलाई पनि स्रोतहरू कम थियो, गार्जियनहरूलाई बोलाएर छलफल गरेर तिनीहरूलाई एकचोटि कपडाहरू सरको सालदेखि एउटा सेट कपडा मैले ट्र्याक र जाडोको कपडा तुरन्त व्यवस्था गरेँ जाने बित्तिकै। र अब मेरो विचार छ जस्तै उनीहरूलाई जति पनि पैसा आउँछ यदि त्यहाँबाट अलिकति उब्रिएको छ चाहे जे भएको छ तिनीहरूलाई लगानी गरेर एकदम व्यवस्थित तिनीहरूको अनुहारमा खुसी अहिले खुसी छन्। जस तपाईँ आफै जानुभयो, तपाईँ आफै हेर्नुभयो केही परिवर्तन भएको छ र यसलाई अझै उच्चमा लानु छ, यसमा दुई मात छैन। कुनै समय त्रिभुवन माध्यमिक विद्यालय यो त पुरानो विद्यालय हो, यहाँ गुणस्तरीय शिक्षा हुन्छ भनेर सिन्धुलीसम्मका मान्छेहरू यहाँ पढ्न नै आउँथ्यो। यहाँ होस्टलको व्यवस्थापन थियो, व्यवस्थित थियो सबै थोकले। जुन समयमा यहाँ कुनै समयमा त्यस्तो व्यवस्थित नभएको खण्डमा गौशालाको त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थित छ है भनेर त्यहाँ होरबाजी हुन्थ्यो पढ्नको लागि। यो पछिल्लो समयमा आएर जनस्थानीय सरकारले जिम्मा लिएको बखतमा झन् यसलाई व्यवस्थित गर्नुपर्ने क्रममा झन् एउटा अवहेलित भइरहेको छ। आवासीय जस्तो व्यवस्थापन हुन सकेको छैन, जबकि यो विद्यालयको आफ्नै अनेकौँ स्रोत सम्पत्तिहरू छ। यो आवासीय व्यवस्थापन किन हुन सकिरहेको छैन? धर्मेजी, हामीले हरेक कुरामा ध्यान दिनुपर्छ। शिक्षामा मैले भने अघि पढाएर मात्र हुँदैन। अब यहाँ तपाईँको पर्साको विद्यार्थी आउँछ पढ्नलाई, उनीहरूलाई बस्नको लागि होस्टल छैन, महँगो उनीहरूलाई रुम लिनुपर्छ। यहाँ सोनमाको विद्यार्थीहरू छ, तपाईँलाई जानकारी गराउँ, हरपुर वा बसतपुरको रौतहटको विद्यार्थीहरू छ, यहाँ टेक्निकल पढ्न आएको छ। उनीहरूले हामीले गुनासो गरेको छ। तर दुर्भाग्य योभन्दा पहिला 1.5 करोड रुपियाँ स्थानीय सरकार र समितिको अब के भनौँ उनीहरूको के भयो त्यो बुर्यो। त्यो यदि होस्टलमा भएको लगानी भएको भए त्यो हुने थिएन। अहिले मैले हाम्रा मान्य आदरणीय मान्यजीसँग प्रमोदजीसँग मैले कुरा फर्स्ट टाइम अस्ति नै म नहुँदा पनि राखिसकेको छु कि यो बिचमा जुन 2 महिना हाम्रो ग्याप भयो अवधि सकेर 2 महिनामा मैले उहाँलाई रिक्वेस्ट गरेँ कमसेकम एउटा होस्टल बनाइदिनुहोस्। तपाईँ होस्टल बनाउनलाई हाम्रो आफ्नो पैसाले भ्याउँदैन, यसको ठुलो लगानी चाहिन्छ। त्यसकारण मान्यजीलाई मैले रिक्वेस्ट गरिसकेको छु एकचोटि तपाईँ होस्टलको एउटा बिल्डिङ बनाइदिनुहोस्। त्यो समस्या जुन अहिले भन्नुभयो समाधान हुन्छ र म प्रयास गर्छु प्रदेशसँग, म आफै जानु पऱ्यो पनि प्रदेश सरकारसँग पनि माग्छु र केन्द्रलाई मैले भनिसकेको छु। अब हाम्रो एउटा बिल्डिङ उद्घाटन गर्ने अवस्थामा छ। यदि हाम्रो शिक्षा मन्त्रीजी आउनुभयो भने हामी उहाँलाई पनि यो कुरा आवासको, किनभने नमुना माविमा सबै थोक चाहिन्छ। नाम नमुना लेख्दैमा नमुना हुँदैन धर्मेजी। त्यसको काम, त्यसको सुविधाहरू पनि त्यो अनुसारले लानुपर्ने हुन्छ। खानेपानीको असुविधा छ, खानेपानीलाई हामी अब भोलि पर्सि कहिले हाम्रो पहिलो बैठकबाट केही निर्णयहरू जुन एकदम इमिडिएटली छ त्यो हामी गर्छौँ। र पढाइमा अब कोही जो चाहन्छ चाहे यो क्षेत्रका कति पनि एउटा समस्याहरू छ, जस्तै अनुशिक्षित नभएको विद्यार्थीहरूलाई त्यसलाई हामी हद समय कारवाही गर्छौँ। कुनै यसमा एक्सक्युज हुँदैन, कुनै कुनै त्यसमा हुँदैन। आदरणीय हामी गुरुवर्गहरूलाई पनि हामी रिक्वेस्ट गर्छौँ तपाईँ गुणस्तर शिक्षाको लागि हामी यसमा एकदम लागेर हुन पनि अहिले पनि शिक्षामा महँगोको देखेर सुधार गरेको छु। तर अब इमिडिएटली अब पूर्ण रूपमा यदि तपाईँको जुन जिम्मेवारी हो त्यो जिम्मेवारीमा काम गर्नु भएन भने हामी कुनै रेस्पोन्स लिँदैनौँ, तपाईँ जाँदा पनि हुन्छ। म यहाँसम्म अहिले नै यहाँ भनिदिन्छु, जसलाई यदि आफ्नो कामप्रति यहाँ बढी काम गर्नु पर्यो, मलाई बढी भयो त्यस्तो गुनासो छ भने जहाँ सजिलो हुन्छ उहाँले 12 बजे रातिमा मलाई भन्नुहुन्छ भने म 12 बजे रातिमा पनि स्वीकृति दिन्छु। कुनै त्यसमा अप्ठ्यारो हुँदैन। व्यथितिहरू अनेकौँ छ शिक्षालयमा, होइन? ती व्यथितिहरू कर्मिक रूपमा न्यूनीकरण हुनसक्छ, कर्मिक रूपमा समाधान हुनसक्छ। यो शैक्षिक सत्र 2083-84 को जुन अहिले चल्दैछ 2083, यो 1 वर्षको अवधिमा यहाँले के कति काम गर्नुहुन्छ? एउटा मनमा ठानेको होला नि। अब हेर्नुहोस्, काम स्टार्टिङमै देखाउनु पर्ने हुन्छ। सुधारको कुराहरू यदि तपाईँ फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन हुन्छ। फर्स्ट इम्प्रेसन तपाईँ राम्रो भएन भने तपाईँले भोलि कसैले टेर्दैन। यो जुन 5 महिनाको कार्यकालमा हामी त्यो एक झलक देखाइसकेका छौँ। र त्यो अनुसार त्यतिखेर त बिचमा गयो, हामीलाई त्यो कोर्स सकाउनु पनि थियो।
कोर्स सकेकै थिएन, आधीभन्दा कोर्स बाँकी थियो। त्यो सकाउने हामीले एक्स्ट्रा क्लासहरू गऱ्यौँ। त्यसपछि तुरुन्तै परीक्षा आइपुग्यो, एससीको परीक्षा आइपुग्यो, त्यसलाई हामी तयारी गऱ्यौँ। त्यसपछि 12को परीक्षा आयो, त्यसलाई हामी तयारी। अब किनभने रिजल्ट हामीलाई राम्रो ल्याउनु थियो। अहिले तपाईँको एससीकोहरूको रिजल्ट राम्रो आएको छ, सुधार आएको छ। र अब मलाई विश्वास छ कि 12को रिजल्ट पनि राम्रो आउँछ हाम्रो त्रिभुवनमाविको। र यदि तपाईँ राम्रो गर्दै जानुभयो भने पक्कै पनि तपाईँले भने जस्तो बाहिरको विद्यार्थीहरू पक्कै पनि आउँछ। यहाँ क्वालिटी शिक्षा चाहिएको। यदि हामीले नगरेको भए भनेपछि 500 विद्यार्थी कसरी एकै सत्रमा कसरी भर्ना आउनुहुन्छ। अहिले अब हेर्नुहोस् यस्तो अप्ठ्यारो भइरहेछ। एउटा कक्षामा 80 जना 90 जना विद्यार्थी, जबकि 2 सेक्सन चलिरहेछ। 8कै 9कै कुरा गर्दाखेरि 2 सेक्सन छ, इङ्ग्लिस मिडियम पनि छ, नेपाली मिडियममा छ। तर पनि एउटा कक्षामा तपाईँ 90 जना विद्यार्थी छ भने अब योभन्दा अब मलाई लाग्छ कि यदि हामी राम्रो काम गऱ्यौँ भने भन्छ नि ठाउँ ठाउँमा त्यो इन्ट्रान्स पास गरेर आउनुपर्छ, त्यस्तो पनि हुनसक्छ, कुनै ठुलो कुरो होइन। र जहाँसम्म तपाईँले जुन हाम्रो पूर्वाधारको कुरा गर्नुभयो, अब पूर्वाधारहरू अब हामी स्कुलमा केही कुरा हामी परिवर्तन गरेको छौँ, संरचनाहरू बनाएको छौँ, तर पूर्ण रूपमा भएको थिएन। अब जस्तै यदि तपाईँ भित्र पस्नुहुन्छ भने एउटा स्कुल जस्तो पाउनुहुन्छ, यसमा दुई मत छैन। अब भनिन्छ शिक्षालयमा गएपछि केही न केही सिकिन्छ मान्छे, केही न केही त्यहाँबाट ज्ञान आर्जन हुन्छ। चाहे जोसुकै मान्छे हो, शिक्षालयमा पसेपछि त्यसले 2 शब्द 2 कुरो सिकेर नै आउँछ। अब यहाँको कार्यकालमा हामी एउटा जानकारी लिन चाहन्छु, यहाँसित अपेक्षा लिन चाहन्छु। यहाँ 2000 गार्जियनको यहाँ चाहिँ नेतृत्व गर्दै हुनुहुन्छ। अब चाहिँ यहाँको कार्यकालमा मान्छेहरू विद्यालयमा पसेपछि के उनीहरूले के न के सिकेर आउँछ त? एकदम। यसमा तपाईँको हाम्रो 3 वर्षको कार्यकाल हो। 3 वर्षमा तपाईँलाई पहिले पनि भने फर्स्ट इम्प्रेसन हुन्छ। र यसमा हामी तुरुन्तै अब जति टाइम दिनुपर्छ यसको लागि, जे गर्नुपर्छ हामी त गर्छौँ। यदि गरेनौँ भने के फरक भएर म त्यहाँ गएर के 2000 विद्यार्थीले अहिले पनि तपाईँलाई म भन्छु, आज मलाई त्यो विद्यार्थीहरूको प्रेसरले उहाँको गार्जियनहरूले मलाई चुनेको, यानि कि कुनै यहाँको तपाईँलाई थाहै छ त्रिभुवनमाविको चाहे अन्य ठाउँमा समिति चुज भयो भने 2 चोटि हेर्नुहोस् विवाद भयो। एकचोटि विद्यार्थीको प्रेसरले गार्जियनहरू होइन दिनेशजी हाम्रो विद्यार्थीहरूले भनेका छन् दिनेशजी चाहिन्छ भनेर, त्यो उहाँहरू त्यही अनुरूप यहाँ आएर जिम्मेवारीलाई पालन गर्नु पर्यो। यदि गरेन भने म त एउटा सञ्चारकर्मी पनि हुँ, म अर्कोलाई माइक तेर्स्याउँछु, कुरा उठाउँछु भने उहाँहरूले त हामीलाई स्वाभाविकै उठाइहाल्छ। त्यही भएर ढुक्क भएर अबको शिक्षा छ जुन हाम्रो नमुनामावि यो एरियाकै सान हुनेछ, यसमा कुनै दुई मत छैन। यहाँ परीक्षा प्रणाली हजुरले कार्यकालमा रहेको बेलामा नै परीक्षा प्रणालीमा एसई बिताउनु भयो, कक्षा 8को परीक्षा लिनुभयो, त्यसपछि गएर +2 को परीक्षा पनि भ्याए होइन। यसमा चाहिँ बाहिर चाहिँ यो भित्रमा नभए त्यो बाहिर चाहिँ अनेकौँ प्रकारका प्रश्नहरू तेर्सिएका थिए। खास गरी त्यो विद्यालय म्यानेजमेन्टतर्फ त्यस्तो प्रश्नहरू तेर्सिएका थिए। त्यो प्रश्न यहाँ चाहिँ कति त्यो प्रश्नप्रति बिग्यो? हेर्नुहोस् धर्मेजी, वास्तवमा कहीँ नभएको जुन छ नि जात्रा हाडी गाउँमा भनाइ जस्तै गौशाला नगरपालिकामा भयो भने छ, त्यसमा दुई मत छैन। तपाईँलाई म भनौँ, जब एससीको परीक्षा भयो गौशालाको सेन्टर भयो तपाईँलाई औरही, र यहाँ भएको विद्यालयहरूको सेन्टर यहाँ मिलाइयो। र कान्ति बजारलाई हेर्नुहोस् त, काका पाखा गएर उसको सेन्टर फायर मार्नु पाइन्छ, कति दुर्भाग्य छ। र जब +2 को इक्जाम भयो यहाँ टोटल जति पनि बोर्डिङ स्कुल थियो सबैको सेन्टर भयो रजकोट, र जति पनि यहाँ यताको थिए त्यसको सेन्टर भयो गौशालामा, त्रिभुवनमाविमा। र यहाँको विद्यार्थीलाई सिरिपुर पठाइयो। यो एउटा प्रश्न होइन, एउटा यो प्रश्नले घोच्याइरहेको छैन यहाँका शिक्षाविदहरूलाई, यहाँका शिक्षा समितिलाई, गौशाला नगरपालिकालाई। हामी किन हाम्रो जब अधिकार छ हाम्रो पालिकाभित्र गर्ने भने हामी त्यसमा आवाज उठाउनु पर्ने हुन्छ। र जहाँसम्म गौशालाको कुरा तपाईँले प्रष्ट रूपमा भनिदिनुहोस् भयो, हामीले यो कुरालाई हामी भन्यो कि हाम्रो स्कुलमा जुन सेन्टरहरू विद्यार्थीहरूको सेन्टरहरू भइरहेको छ विद्यालयहरूको, त्यसमा प्रायः निजीको हुन्छ। अब निजीले त होडबाजी गर्छ नि, जसरी पनि उसलाई रिजल्ट राम्रो पार्नु छ। र हाम्रोमा त्यस्तो हुँदैन। सरकारीको बारेमा को जाने सेन्टरमा, को के गर्ने, त्यहाँ त ती कुराहरू छुट्टै। यहाँ त धेरै ऊ छ,
जबसम्म जिम्मेवारी भएको मान्छेहरू अब यहाँ सबभन्दा जिम्मेवारी भएको व्यक्ति हुन्छ तपाईँको प्रको माइ सेन्टर भइहाल्छ, प्र कहाँ जाने अनि त्योहरू जुन कुरा उठ्यो मैले त्यहाँ कुरा सोधेँ, कुरा लुकाउने कुरा होइन, हाम्रो स्कुलमा यस्तो भन्ने कुरा आइरहेछ, तपाईँहरू सेन्टरमा अलिकति केही कुराहरू आइरहेछ, त्यो सेन्टर कुराहरू तपाईँ के भएको यसमा? त यसमा हामीले जवाब पायौँ कि यो त बोर्डको परीक्षा हो, बोर्डहरूको अन्दरमा हुन्छ, हामी समितिबाट यसको कुनै छैन, तपाईँहरूको पुरा अधिकार पुग्दैन। तर पनि मैले भने यस्तो अधिकार नपुग्दैमा व्यतिथि त हामी त रोक्छौँ त, व्यतिथि त गर्नु भएन नि। ती कुराहरूमा हेर्नु धनवीरजी हामीले आवाज उठाएकै हो, तर अब त्यस्तो हुँदैन। अब तपाईँहरूसँग पनि सहयोग लिएर जब सेन्टर हुन्छ तब हामी आफै यो विषयमा चासो लिन्छौँ कि यसरी गर्नु भएन र परीक्षा अब पहिला जस्तो नगरौँ, मर्यादित गरौँ। यदि तपाईँ मर्यादित गर्नु भएन भने तपाईँको आज तपाईँ जे गरेर पास गराइदिनु भयो त्यो विद्यार्थी गएर भविष्य कहाँ बोर्डबाजीमा तपाईँ ए प्लस मेरो सबै भनेर हुन्छ, तपाईँको पनि त क्वालिटी त्यहाँ चेक गर्नु पर्छ नि, कुनै त्यो विद्यार्थीलाई कहाँ लाग्यो? यी कुराहरू छ शिक्षामा व्यतिथि छ धनवीरजी। यसमा एउटा काम गर्नुपर्ने छ सबैजना मिलेर यसलाई एकदम सक्त रूपमा जबसम्म, किनभने परिवर्तनकै मूल आधार शिक्षा हो। अहिले मैले बढी ध्यान गौशालामा आजदेखि 15-16 वर्ष केन्द्रित गरेँ। त्यसपछि मैले यो पाएँ कि जबसम्म शिक्षामा सुधार दिन तबसम्म के हुने छैन गौशाला। अहिले म त्यही भएर इन्ट्रेस्टिङ भएर ल त्रिभुवनमाविलाई अलिकति नमुना बनाऊ है, अलिकति राम्रो बनाऊ है, मेरो पनि इन्ट्रेस्ट थियो। त्यही भएर सबै हामी गयौँ। घोषणा नगरपालिकालाई पनि अब धन्यवादै भन्नु पऱ्यो, हाम्रो टिमलाई मौका दिनुभयो। उहाँले मौका नदिए कसरी मान्छेले थाहा पाउँथ्यो हाम्रो काम। तर अब केही कुराहरू छ जो हामी यहाँ कुराकानी गरिरहेका छौँ त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष दिनेश महतोसँग हामी कुरा गरिरहेका छौँ। खास गरी गौशाला बजारकै गौशाला नगरपालिकाकै एउटा नमुना र एउटा सबैभन्दा पुरानो विद्यालयको रूपमा छ त्रिभुवन माध्यमिक विद्यालय, जुन 2006 सालमा स्थापना भएको थियो। त्यसको कर्मिक रूपमा चाहिँ अहिले चाहिँ रङ्गी बिरङ्गी ठुल्ठुला त्यहाँ भवनहरू सजिएका छन्। ती विभिन्न समयमा बनेका भवनहरू छ। ती भवन त छँदैछ, तर गुणस्तरीयताको सवालमा ती रङ्गी बिरङ्गी भवनहरूबाट कस्तो शिक्षाको गुणस्तरीयता आइरहेको छ, यहाँकै मुखबाट सुन्न पर्दाखेरि कसरी त्यसलाई भन्नुहुन्छ? यति दिन जे भयो धनवीरजी, यति दिन जे भयो म ब्याक जान चाहदिनँ, तर अबको म फेरि दोहोऱ्याउँछु, अबको जुन शिक्षा प्रणाली भयो, त्यहाँको क्वालिटी भयो, त्यहाँ अब त गार्जियन अभिभावकले दिएको म्यान्डेट पाएको मान्छे पनि अब त कसैको दबाबमा कसैको उसमा म त पक्कै पर्दिनँ। स्कुलको लागि यदि हित हुने हुन्छ भने म कुनै पनि डिसिजन गर्न पछि पर्दिनँ। जसलाई कारवाही गर्नु पर्यो भने म कारवाही गर्छु, यसमा कुनै सम्झौता हुँदैन। र त्यहाँबाट यदि तपाईँ अनुशासित विद्यार्थी, अनुशासन जरुरी छ। सुशासन जबसम्म तपाईँ अनुशासन र सुशासन गर्नुहुन्न तबसम्म त्यो विद्यार्थी राम्रो हुन सक्दैन। त्यही भएर अनुशासित र नमुना मेरो अभियानै छ, स्मार्ट विद्यार्थी, स्मार्ट पढाइ र स्मार्ट स्कुल। तिनटै स्मार्ट बनाएपछि एस बनाएपछि प्रतिफल राम्रो पक्कै हुनेछ। र फेरि म जुन अभिभावकहरूको जिम्मेवारी पाएको छु त्योलाई एकदम क्वालिटी सहितको शिक्षा यसमा दिनु छैन। अन्त्यमा यहाँ अभिभावकको पनि अभिभावक हुनुभयो, अर्थात् विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुभयो। अन्त्यमा के भन्न चाहनुहुन्छ 2000 अभिभावक? हेर्नुहोस्, केही कुराहरू पक्कै अब बजारमा उठ्छन्, सबभन्दा 5 नम्बरको मान्छे हुनुपर्छ, त्यो कुराहरू पनि केही युवाहरूले आए। तर ती युवाहरूलाई म भन्न चाहन्छु कि तपाईँहरू ढुक्क हुनुहोस्, म पनि यहीँको मान्छे हो। म आज 16-17 वर्षदेखि गौशालयमा छु, गौशालयलाई केन्द्र बनाएको छु। त्यही भएर तपाईँहरू नछुट्याउनुहोस् र तपाईँको जुन हाम्रो त्रिभुवन उच्च मावि नमुना मावि अब त्यो जस्तो हुनेछ एकदम यसमा। र 2000 विद्यार्थीको अभिभावकलाई पनि म निराश गर्ने पक्कै पनि निराश गर्दिनँ। र एकदम अनुशासित शिक्षा र जति पनि व्यतिथिहरू सवाल उठ्ने गर्छन्, भ्रष्टाचारको कुरा हुन्छ। अब तपाईँले जानकारी गरौँ, योभन्दा पहिला अख्तियार आउने के आउने, तर मैले 5 महिना त बिताइसक्यो, 2 महिना अहिले फेरि म लास्टमा अहिले पनि कुनै अख्तियारको केही भएको छ, किनभने हरेक कुरा पारदर्शी छ।
अहिले पनि कुनै पनि कुरा हाम्रो टिमले जुन गर्यो त सबै बिचमै गर्छौँ हामी, सबैसँग सबै कुरा। यदि तपाईँ त्यहाँ वञ्चित गर्नु भएन के कुरा उठ्छ, त्यो के कुरा लुकाउनु भएन, त्यहाँ शङ्का पर्छ। हजुर अब हामी कुनै पनि टेन्डरको कुरा चाहे यो बनाउने कुरा होस्, हामी कुरा खुलिएका हामी सरहरूसँगै बिचमा गर्छौँ। त्यही भएर सबै तपाईँ सरहरूसँग सोध्न सक्नुहुन्छ, अभिभावकको जति पनि विद्यार्थीहरूलाई सोध्न सक्नुहुन्छ, सबै म प्रति नजिक हुन्छ। कुनै समस्या छ उहाँहरू ढुक्क मसँग राख्छ। जति पनि कार्यक्रमहरू थियो, जति समयमा हामीले पुरै कार्यक्रमहरू गर्यौँ, जस्तै विद्यार्थीहरू टेक्निकलको भ्रमणको कुरा भयो, उनीहरूको तपाईँ शैक्षिकको कुरा भयो, गुणस्तरको कुरा भयो, कहाँ कहाँ लाने, तपाईँले हेऱ्यो टेक्निकलको विद्यार्थीहरूलाई हामी 25 जनालाई, साइन्सको विद्यार्थीहरूलाई साइकल दियो, त्यसले पनि आकर्षित बढेको छ। त्यही भएर जुन जति पनि आएको कुराहरू हुन्छ त्यसलाई तपाईँ इमिडिएटली गरिदिनुहोस्। म यहाँ यही स्कुललाई मात्र भन्दिनँ, अरू स्कुलको अध्यक्षजीहरूलाई पनि म यो कुरा भन्न चाहन्छु कि तपाईँ जुन कुरा जहाँबाट आउँछ त्यसलाई इमिडिएटली गरिदिनुहोस्। इमिडिएटली क्विक डिसिजन गर्नुभयो भने उनीहरूलाई पनि एउटा हुन्छ। अस्ति हाम्रो निर्मलजीले हेर्नुहोस्, हरेक विद्यार्थीलाई एउटा छात्रवृत्ति पनि दिएको छ। यी कुराहरू तपाईँ स्कुलको व्यवस्थापन समिति भइसकेपछि स्कुलमै निर्भर नभएर अरू स्रोतहरू खोज्नुपर्छ। हामीले केही महिना अगाडि त्यहाँ एउटा शिविर पनि चलायौँ निःशुल्क। त्यो तपाईँमा भर पर्छ कि तपाईँ कसरी निर्णय गर्नुहुन्छ। हामी कोही पनि अहिलेको टिम पनि मलाई लाग्छ राम्रै टिम छ। हामीले अलिकति छोटो समिति पनि भएको छ र हामी पहल गरेर यस्ता कार्यक्रमहरू अभिभावकलाई म जानकारी गराउन चाहन्छु। तपाईँहरूको बच्चाहरूको लागि एकदम राम्रोसँग स्वस्थ राख्ने गरी बेला बेलामा आँखा चेक, तपाईँको यो बच्चाहरूको चेक जाँच, हाम्रो बच्चा स्वस्थ छ कि छैन, ती चेकहरू एकदम जरुरी छ र तीहरू पुरा व्यवस्थित हुन्छ। यसमा कुनै दुई मत छैन र आगामी दिनमा मेरो अलिकति प्लान पनि छ सबैसँग मिलेर जाने। जस्तै म सबै थोकको विज्ञ हुन सक्दिनँ, म केही विज्ञहरूलाई पनि बोलाउँछु, अभिभावकहरूलाई पनि बोलाउँछु बेला बेलामा सल्लाह सुझावको लागि। म यहाँका जति पनि हाम्रा बुजुर्गहरू छ 5 नम्बर वार्डका चाहे बजारका, उहाँहरूलाई पनि बोलाएर म छलफल गर्छु र यो विद्यालयलाई कसरी अझै राम्रो पार्न सक्ने। तपाईँलाई यो यहाँ भएको स्रोत साधनलाई एकदम जिरो टलरेन्समा कुनै पनि स्वार्थ नराखिकन हामीले जुन अहिले 5-6 महिनाको कार्यकाल सकायौँ, सबैले हेर्नुभएकै छ र सवाल त उठिरहन्छ मान्छेहरूले त तपाईँ जति राम्रो गर्नुभयो केही कुरा, तर उहाँहरूलाई पनि म भन्न चाहन्छु तपाईँ यदि सामाजिक सञ्जालमा जुन लेख्नुहुन्छ त्यो आउनुहोस् न, एकचोटि भेट्नुहोस् न मसँग, त्यहीँ आउनुहोस् त्यहाँ हेर्नुहोस्, त्यहाँ हरेक कुरा पारदर्शी छ। त्यही भएर सवाल उठाउनुभन्दा पनि तपाईँ आफै आएर त्यहाँ बुझ्नुहोस्। यदि एकाउन्टसँग सम्बन्धित कुरा छ भने एकाउन्टमा आएर बुझ्नुहोस्। त्यहाँ यदि लुकाइयो भने म छँदैछु, मसँग बुझ्ने कुराहरू मसँग बुझ्नुहोस्। ती कुराहरू एकदम प्रष्ट हुन्छ, छर्लङ्ग हुन्छ र अबको जुन परीक्षाहरू पनि हुन्छ हामी त्यतिकै मान्दैनौँ। अब जुन यो हाम्रो विद्यार्थीलाई बढी पठाउने, अरू पालिकाहरूमा पठाउने, त्यो हामी यसलाई पनि चेन्ज गर्छौँ र यसको लागि पनि आभार उठाउँछौँ। हस् त, यहाँलाई धेरै धेरै धन्यवाद र सफल कार्यकालको लागि हामी शुभकामना दिन चाहन्छौँ र हामी कार्यक्रमको अन्त्यमा छौँ। यहाँलाई धेरै धेरै धन्यवाद र बधाई। तपाईँले पनि धेरै यो कुरा राखिदिनु भयो रेडियो मार्फत र जति पनि हामीलाई हेर्नुहुन्छ अभिभावकहरूलाई, म उहाँहरूले जुन एउटा प्रथा तोड्नु भएको छ, अभिभावकबाट पूर्ण रूपमा सहमतिको लागि मलाई अध्यक्ष बनाउनु भयो, त्यसको लागि म दिलदेखि धन्यवाद दिन चाहन्छु र उहाँहरूको विद्यार्थीहरू अब एकदम गुणस्तर शिक्षा भएर नै निस्किन्छ भने बच्चाका साथ यो स्कुललाई एकदम राम्रोसँग अगाडि बढाउने नमुना विद्यार्थीलाई नमुनै बनाएर आफ्नो कार्यकालमा छोड्ने भने छोटको साथ तपाईँसँग बिदा चाहन्छु। हस् त, धन्यवाद दिन चाहन्छु। हामी विद्यालय व्यवस्थापन समिति त्रिभुवन माध्यमिक विद्यालयका अध्यक्ष दिनेश महतो हामीहरूसँग बसेर आफ्ना विद्यालयको बारेमा कुराकानी गर्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद र हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा रेडियो रूपान्तरण सुनिने सम्पूर्ण मित्रलाई धन्यवाद दिँदै कार्यक्रम शैक्षिक दर्पणबाट म धनवीर महतो बिदा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो रूपान्तरण 106.3 मेगाहर्ज